नमस्कार, यहाँहरू सम्पूर्णमा फेरि पनि उपस्थित भइसकेको छु। आजको यो ताजा तरकारी कृषि हाट बजार संकलन केन्द्र त्रिवेणी 4 निगालपानी रोल्पाको थोक तथा मूल्य सूची विवरण म भन्न गइराखेको छु। 2082 साल असोजको 19 गते आज आइतबारको मैले बिहानी चरणको यो मूल्य सूची विवरण तपाईहरुसँग भन्दैछु। यो रोल्पाकै सबैभन्दा ठुलो हाट बजार अथवा तरकारी बजार भएको हुनाले मैले तपाईहरुसँग यो कृषि जन्य चीजहरुको जस्तै तरकारी तथा फलफुलको जुन रकम मैले मूल्य सूची विवरण भन्न गइराखेको छु। आशा छ अन्तिमसम्म सुन्ने र साथ दिनु होला। नयाँ हुनुहुन्छ फलो गरिराख्नु होला, सब्स्क्राइब गरिदिनु होला। कर्मयोगीका कथाहरुमा पक्कै पनि तपाईले त्यहाँ देख्न सक्नुहुन्छ भने युट्युबमा, फेसबुकमा वकिल मगर मोटिभेसन नेपालको फेसबुक च्यानलमा तपाई चाहिँ भेट्न सक्नुहुन्छ। यस्तै र यिनै जानकारीका लागि वकिल बहादुर पुनको फेसबुक आइडीलाई फलो गर्न चाहिँ नबिर्सनु होला। मित्रहरु, टमाटर हेमसना चाहिँ 30 देखि 38 रुपैयाँ प्रति केजी गएको छ भने फूलकोपी 80 देखि 100 रुपैयाँ प्रति केजी गएको छ। बन्दाकोपी 50 देखि 60 रुपैयाँ प्रति केजी गएको छ भने भेडी खोर्सानी 100 देखि 130 रुपैयाँ प्रति केजी गएको छ। त्यसैगरी मोटो खोर्सानी 80 देखि 90 रुपैयाँ गएको छ भने मसिनो खोर्सानी 50 देखि 60 रुपैयाँ प्रति केजी गएको छ। अकबरी खोर्सानी 60 देखि 80 रुपैयाँ प्रति केजी गएको छ भने सिमी 100 रुपैयाँ देखि 125 रुपैयाँ प्रति केजी गएको छ। काँक्रो लोकल 45 देखि 50 रुपैयाँ प्रति केजी गएको छ भने त्यसैगरी चुच्चे करेला 80 देखि 100 रुपैयाँ प्रति केजी गएको छ। मुला 20 देखि 30 रुपैयाँ प्रति केजी गएको छ भने अदुवा 60 रुपैयाँ प्रति केजी गएको छ। त्यसैगरी कागती 30 देखि 50 रुपैयाँ गएको छ भने साग हरियो 65 देखि 70 रुपैयाँ प्रति केजी गएको छ। त्यसैगरी धनिया चाहिँ 120 रुपैयाँ देखि 150 रुपैयाँ प्रति केजी गएको छ भने तिते करेला 55 रुपैयाँ प्रति केजी गएको छ। मित्रहरू हो, आजको यो अन्तिम चरणमा आइसकेका छौँ। त्यसैगरी माछे खोर्सानी चाहिँ 60 देखि 75 रुपैयाँ प्रति केजी गएको छ भने केराउ 200 देखि 220 रुपैयाँ प्रति केजी गएको छ। आजको मूल्य सूची विवरण हामीलाई उपलब्ध गराउनु हुने त्रिवेणी 4 चक्रीकै विराजुदी बसन्तजीलाई धेरै धेरै धन्यवाद भन्दै आजको यो श्रृङ्खला यति नै। बाँकी समय फेरि पनि भेट हुने बाचा गर्दै बिदा हुन्छु। हवस् त, नमस्कार, शुभ दिन, शुभ पल, जय होस्।